हेलो साथीहरू, स्वागत छ मेरो नीरज नेल्सन इडु स्क्वायर युट्युब च्यानलमा। र एउटा प्रिजम रिलेटेड न्युमेरिकल लिइरहेको छु र यो कसरी बनाइन्छ यो धेरै आसान तरिकामा म सम्झाउँछु। यहाँ भन्छ एङ्गल अफ मिनिमम डिभिएसन, एङ्गल अफ मिनिमम डिभिएसन, ठिक छ, अफ अ ग्लास प्रिजम। एउटा ग्लास प्रिजमको नि ग्लास प्रिजम प्रिजम छैन प्रिजम, यसको के छ एङ्गल अफ मिनिमम डिभिएसन कति दिएछ, यस्तो डी तल एम दिया हुन्छ। एङ्गल अफ मिनिमम डिभिएसनको सिम्बल कति दिएछ, इज इक्वल टु इज यो विथ रिफ्लेक्टिभ इन्डेक्स भन्ने छ, इक्वल टु द रिफ्लेक्टिभ इन्डेक्स अफ अ प्रिजम इक्वल टु एङ्गल। यो के छ एङ्गल अफ अ प्रिजम भनेपछि इक्वल टु द रिफ्लेक्टिभ एङ्गल अफ प्रिजम, एङ्गल अफ प्रिजमसँग इक्वल छ। अब के भन्छ एङ्गल अफ मिनिमम डिभिएसन अफ अ ग्लास प्रिजम विथ रिफ्लेक्टिभ इन्डेक्स कति दिएछ, रिफ्लेक्टिभ इन्डेक्स अफ अ प्रिजम, रिफ्लेक्टिभ इन्डेक्स अफ प्रिजम कति दिएछ, यसलाई म्युले हामीले इन्डिकेट गर्छौँ, √3 दिएछ, ठिक छ। यसमा के गर्ने अब, यसमा भन्छ वाट इज द एङ्गल अफ प्रिजम, एङ्गल अफ प्रिजम, एङ्गल अफ प्रिजम इक्वल टु वाट, यो निकाल्नु छ एङ्गल, एङ्गल अफ प्रिजम निकाल्नु छ। यहाँ रहेछ एङ्गल अफ प्रिजम, यसको भ्यालु निकाल्नु छ कति हुन्छ। रिफ्लेक्टिभ इन्डेक्स कति दिएछ, रिफ्लेक्टिभ इन्डेक्स √3 दिएछ, ठिक छ। अनि अब के गर्ने, नाउ बाई युजिङ प्रिजम फर्मुला, प्रिजम फर्मुला युज गर्ने, ठिक छ। यसमा के हुन्छ म्यू इक्वल टु साइन एङ्गल अफ प्रिजम प्लस एङ्गल अफ मिनिमम डिभिएसन बाई 2 डिभाइड बाई कति हुन्छ साइन एङ्गल अफ प्रिजम डिभाइड बाई 2, ठिक छ। यसमा हेर्ने, ठिक छ। अब कति म्यूको भ्यालु कति दिएछ √3 इक्वल टु साइन ए प्लस एङ्गल अफ मिनिमम डिभिएसन कति दिएछ ए, यसको साटामा के लेख्न सक्छौ इक्वल टु के छ त ए लेख्न सक्छौ बाई 2 बाई साइन ए बाई 2, ठिक छ। √3 इक्वल टु साइन ए प्लस ए 2a बाई 2 ए हुन्छ साइन ए बाई साइन ए बाई 2 √3 भयो। साइन ए हामी के पढ्छौँ साइन 2a इक्वल टु 2 साइन ए इन्टु कस ए पढेछौ। यसमा के छ साइन ए, यसमा दिएछ साइन ए, साइन 2 इन्टु ए बाई 2 गर्न सक्छौँ हामीले, फेरि कटेर ए भइहाल्छ साइन ए, हामीले एन्सरमा केही थप्न सक्छौँ, ठिक छ। तर कटेर त्यति हुनु पर्यो। साइन 2a त के हुन्छ फर्मुला 2 साइन ए बाई 2 इन्टु कस ए बाई 2 हुन्छ नि। हेर्ने अब यसको साइन ए बाई 2 साइन ए बाई 2 इन्टु कस ए बाई 2 बाई साइन ए बाई 2, साइन ए बाई 2 यो साइन ए बाई 2 कटिहाल्छ, ठिक छ। अब यो यता 2 छ त्यता डिभाइड भएछ, √3 बाई 2 इक्वल टु कति बच्यो कस ए बाई 2, कस ए बाई 2 भयो। कसमा किनकि एङ्गल हामी निकाल्नु छ त्यहाँ पनि कस कति √3 बाई 2 हुन्छ, के त कस 30 को भ्यालु के हुन्छ √3 बाई 2, कस √3 बाई 2 मा लेख्न सक्छौ कस 30 डिग्री इक्वल टु कस ए बाई 2 एङ्गल छ, यो कस जान्छ, ठिक छ। तर काट्ने होइन, त्यही
समझने। अब यो 30 इक्वल टू ए बाई 2 हुन्छ, 30 डिग्री इक्वल टू ए बाई 2, ए इक्वल टू 60 डिग्री एन्सर। यसो के भनेको थियो, वाट इज द एङ्गल अफ प्रिजम, यसको एङ्गल कति आयो 60 डिग्री। धन्यवाद। राम्रो भिडियो लागेमा लाइक सब्सक्राइब र भिडियोलाई सेयर गर्नुहोला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला र नसमझ आएमा कमेन्ट गर्नुहोला। धन्यवाद।